तपाईहरुले देख्न सक्नुहुन्छ यो चाहिँ घट्ट हो। यो पानीको छरादेखि घुमेर अनि माथि चाहिँ मेसिन चालु हुँदो रहेछ। अनि यसरी मान्छेहरूले पानीदेखि विद्युत नभए नि पानीदेखि यसरी आफ्नो जीविकापार्जन गर्दा रहेछन् के। हाम्रो पनि पहाडतिर कतिपय ठाउँतिर विद्युत नपुगेको ठाउँतिर त यस्तैमा नै आफ्नो जीविकापार्जन गरेको हुन्छ कि नै। त्यस्तै नै रहेछ। रोमानिया र नेपाल त समथिङ उस्तै चीजहरु म्याच खाँदो रहेछ के। हेर्न सक्नुहुन्छ तपाईहरुले यो चाहिँ हाइड्रोलिक मेसिन पानीबाट चल्ने मेसिन हो रे। हेर्नु पुरानो यति पुरानो चीजहरु यसरी संग्रहालय गरेर राखेको छ के। हाम्रो नेपालमा भए त कता छ फुटाल फाटल पार्नु छ कि बेच्नु छ कि है। यहाँ हेर्नु यसरी राखेको छ म्युजियममा। यो चाहिँ पानीबाट चल्ने मेसिन धान कुटाउने मेसिन थ्रेसर। हाम्रो तराईतिर यही भन्छ के रे। हेर्नु है अब यहाँ भयो यसरी छ। भित्र पनि हेर्न सक्नुहुन्छ तपाईहरुले। यहाँबाट निकालिसकेपछि यहाँ भित्र लगेर हाम्रो ढिकीहरु के भन्छन् घट्टहरु अब के हो यहाँ भित्र हेर्न सक्नुहुन्छ। यस्तो छ भट्टी जस्तो। यो चाहिँ धेरै पुरानो मेसिन हो अरे के। यहाँको मान्छेले यसरी राखेको छ। यो पनि म्युजियम भित्र हेर्न सक्नुहुन्छ तपाईहरुले। अनि साथसाथै यो पानीदेखि घुम्दो रहेछ के। पानीको छल्काएपछि घुमेर अनि यो मेसिन चाहिँ चल्दो रहेछ। हेर्नु यो कति पुरानो मेसिन हो। कति पुरानो मेसिन यसरी राखेको छ के। हाम्रो नेपालमा त के गर्नु छ त बेच्नु छ कि। हेर्नु अब यताको पानीको छल्काले हानेपछि यो मेसिन घुम्दो रहेछ। अनि घुमेपछि अनि यो मेसिन चल्दो रहेछ। पट्टाहरु छ। यो पट्टा हेर्नु त यति पुरानो मेसिन राखेको छ नि यसरी। देख्न सक्नुहुन्छ तपाईहरुले। देख्नुभयो यो चाहिँ धान कुटाउने मेसिन हो है। हाइड्रोलिक मेसिन पानीदेखि चल्ने त्यही लेखेको छ है। मैले त ट्रान्सलेटर गरेर पढ्दाखेरि मेसिन पानी मार्फत चल्ने मेसिन भनेर लेखेको थियो। यो चाहिँ अब पानी आउने ठाउँहरु भयो। त्यही साथसाथै अनि मेसिन घुम्ने चाहिँ धेरै पुरानो हो। साथसाथै यहाँ पनि छ हेर्न सक्नुहुनेछ। अब यसमा पनि हामी जान्छौँ कस्तो छ। नजिक भएपछि त हेर्नु पर्यो है। हामीलाई चाहिँ टिकट लाग्दैन किनकि हामी म्युजियम भित्र काम गर्छौं नि त। त्यही कारणले गर्दा हामीलाई चाहिँ लाग्दैन। अरूहरूलाई चाहिँ लाग्छ फेरि।